ओ माई गड जहाँ इच्छा त्यहाँ उपाय लु हेर्नु है आज मैले म्यामलाई जबरजस्ती स्कुटर कुदाउनु लगाएको म्याम तपाईँ स्कुटर कुदाउनु म भिडियो खिच्छु भनेर होइन अनि हामी चाहिँ अफिसबाट अहिले हामी इटरी चोकतिर गएको हामी के गर्न गएको भनेर चाहिँ सरप्राइज ल थाहा छ कि छैन कसैलाई थाहा छैन हेर्नु है अब हामी के गर्न गएको भनेर राम्रो राम्रो बाटोमा घाँस हेर्नु त गाईबस्तुलाई घाँस नभएर मान्छेलाई कति बिजोग छ आएर काटेर लानु होला है ल मैले भनिदिएको ला सत्यानाश काटेर सकाइहाल्नु रहेछ नि बर्बाद भयो अब कस्तो के ल ल ल इटरीको चोकको बाटो हेर्नु त यहाँ ओ माई गड भित्रको बाटोहरू चाहिँ सबै बनिसकेको छ अनि यो चोकको बाटो चाहिँ के हुने यस्तो त्यत्तेरिका कता के चिप्लिने हो थाहा छैन गाडी चिप्लिन्छ कि स्कुटर चिप्लिन्छ हामी चाहिँ नचिप्लिकन अगाडि बढिसक्यौँ होइन अनि गल्ली गल्लीको बाटो छिर्दै हामी कहाँ गएको होला टुडुङ टुडुङ हेर्नु है यहाँनिर अब यो हो राधाकृष्ण मन्दिरबाट अगाडिबाट चाहिँ हामी आयौँ आँगनमा के छ आँगनमा मिठाई नै छ मिठाई म्यामले के भन्नुहुन्छ हेर्नु ल 2 केजी चाहिन्छ मलाई 2 केजी भन्नुहुन्छ अनि हामी चाहिँ 2 केजी मिठाई किनेर कहाँ हिँडेको किनिसक्यौँ हामी अझै हाम्रो यात्रा सकिँदैन पार्ट 2 मा हेर्नु ल हामी अब कहाँ जान्छौँ यहाँबाट चाहिँ हामी निस्किसक्यौँ है त बाई सो गाइज नेक्स्ट पार्ट है त यो चाहिँ यति धेरै भागदौड के को लागि भनेर सोच्दै हुनुहुन्छ भने अब तपाईँले यो भिडियोमा थाहा पाउनुहुन्छ के को लागि यो चाहिँ इटरी चोक हो इटरी चोकबाट हामी पूर्वाञ्चल क्याफे गयौँ है त्यहाँबाट निस्केर पूर्वाञ्चल क्याफे गयौँ पूर्वाञ्चल क्याफेमा चाहिँ अब हेर्नु है हामी यहाँ के गर्छौँ भने हामी चाहिँ पूर्वाञ्चल क्याफे भन्ने बित्तिकै केक पार्लर केक छ हामी केक लिन्छौँ यहाँनिर अनि त्यसपछि हेर्नु त बन्टी चक्लेट ओ माई गड कसको फेभरेट हो हेर्नु त कति राम्रो फ्लावरहरू डेकोरेट गरेको थ्याङ्क यू भिजिटर केनहरू हामी त आइरहन्छौँ यहाँनिर अनि यहाँबाट निस्केर हामी अलिक अगाडि आउँदाखेरि चाहिँ इटरीको नगर बसहरू पनि रहेछ है एकदमै सहज हुन्छ यो बसमा यात्रा गर्नको लागि अनि यहाँ हेर्नु यहाँ के हुँदैछ जादु बुम बुम बेलुन फुलिसकेको छ तयारी एकदम द्रुत गतिमा अगाडि बढिरहेको छ अब को आउनुहुन्छ ड्यान टुनान हेर्नु है त आउनुभयो सब परिवार आउनुभयो उहाँहरूलाई वेलकम गर्दै उहाँहरू चाहिँ एकदम ह्याप्पी हुनुहुन्छ हामी पनि ह्याप्पी छौँ किनभने अब उहाँहरू के को लागि आउनुभयो त भनेर हेर्नु है त उहाँहरू आउनुभएको छ गाडी डेलिभरी लिनको लागि अनि हाम्रो यो सबै प्रिपरेसन थियो डेलिभरी दिनको लागि अनि उहाँहरूको गाडीले चाहिँ हामीले छोपेर राखेको छौँ एकछिनमा हामी अहिले डेलिभरीको टाइममा उगार्छौँ होइन कङ्ग्रेचुलेसन भनेर हामीले उहाँहरूलाई स्वागत गऱ्यौँ ओके यही नै थियो सरप्राइज थ्याङ्क यू बाई